यता पारी सिक्किम, यता पनि सिक्किम, यता पनि सिक्किम। अहिले हामी टिस्टा र रङ्गीत भेट भएको ठाउँमा छौँ। टिस्टा यताबाट त्यो एउटा निलो छ, एउटा सेतो धमिलो धमिलो छ नि। उताबाट आएको दाहिनेबाट आएको, यताबाट दाहिनेबाट आएको टिस्टा धमिलो, यताबाट निलो आएको चाहिँ रङ्गीत होइन। टिस्टा र रङ्गीत, टिस्टा र रङ्गीत त अरे। अब हामी जाने बाटो चाहिँ यो बाटो है। यो गाडी कुदिरहेको टिस्टालाई पछ्याउँदै पछ्याउँदै जाने है हामी। जता जता बग्छ टिस्टा, जता जता बग्छ त्यतै हामी स्टा पनि बग्छौँ। यहाँदेखि उदो खस्यो भने धेरै तलै पुग्ने थियो। तपाईलाई फेरि यस्तो डर लाग्छ नि यस्तो हो। लास्टै डर लाग्छ के। ए भत्किन्छ। हाइट भने लास्टै डर लाग्छ क्या दाइ मलाई। हाम्रो दाइले हामीलाई आज बृहत रूपमा ए भत्किन्छ के। कस्तो डराएको अनि यो भत्किने नि यत्रो किन राख्छ यस्तो? तपाईँ एउटा भत्किन्छ भने यो अनि भत्किनु लागेछ लास्ट स्टेजमा छ भने मै यसको शिकार चाहिँ मै भयो भने के हुन्छ? हाम्रो प्रणित दाई अनि हामी दार्जिलिङका हाम्रो एकदम फेभरेट दाई है उहाँ चाहिँ। उहाँले चाहिँ हामीलाई गाइड गर्दै हुनुहुन्छ एकदम राम्रो। पछि तपाईँहरू कोही दार्जिलिङ आउनुभएको छ भने हाम्रो प्रणित दाईसँग सम्पर्क गर्नु। तपाईँलाई प्रणित दाई चिन्नु भने नि लक्ष्मी राई र सुभाषचन्द्र राईसँग सम्पर्क गर्नु होला। अनि हामी प्रणित दाईसँग सम्पर्क गरेर डल्लै सिक्किम र दार्जिलिङ घुमाइदिनुहुन्छ हो। चटपटे खाने